लु ए छोरीसँग एकछिन अब हस्पिटल घुमाइ हुँदैछ। हेलो खै काकी कता गयो? लु जाउँ न, त्यो अलिअलि उयो किन्नुपर्छ के जाति सरसौदा किन्नु, यसो जाने कोसेली बिमारीको लागि यसो कोसेली किन्नु गएको हामी। यहाँ छोरी उतापट्टि काकीसँग यसो ल है साथी हो, हामी चाहिँ कोसेली किनेर आउँदैछौँ बिमारीहरूको लागि। ए नानीले कोसेली बोकिरहेछ, पानी अलिकति यसो जुसहरू के जाति साथी हो। अब हामी चाहिँ जाँदै गरेको बिमारी हेर्नु, बहिनी बिमार छ त्यही भएर सोकेथाङ हस्पिटलमा। यो चाहिँ सोकेथाङ हस्पिटलको बाहिरको सिनहरू हो, हरियाली। ए माथि अग्लो अग्लो देख्नु हुँदैछ, यो माथि छ टुप्पामा, माथि। हुन्छ साथी, तपाईँले नि प्रार्थना गरिदिनुहोस् है बिमारीको लागि। सबैजनाले हुन्छ, सबैजनालाई जय मसी, गुड मर्निङ, नमस्कार। हामी चाहिँ अब लिफ्टमा चढ्नु आँटेको छ। छोरी यहाँ हामी चाहिँ लिफ्टमा चढ्नु आँटेको छ र चढिसक्यो। अब हामी यो कालो जाँदैछ। हेर्नुहोस् तीनजना चडक्कै उकालो जाँदैछ लिफ्टमा। केही हुँदैन हौ, यसरी लिफ्टमा हिँड्नु सिक्नुपर्छ त। ल हामी पुग्नु अरे लिफ्टमा जाँदैछ। 8 तला हो, 9 तला हो? 9 तला, तर 8 मा झर्नुपर्छ। ल हामी आइपुग्यो लिफ्टबाट टक्कै। अब उकालो जाँदैछ फेरि पनि, उकालो जाँदैछ हामी फेरि। 9 तला चढिसकेर नि फेरि माथि जाँदै गरेको। आइपुगे नानी, गड ब्लेस। हाम्रो बहिनी यहाँ जाति भयो। मेरो बहिनी ठिकै छ, भाउजू बहिनी यहाँ छ। हामी चाहिँ आइपुग्यौँ हस्पिटल ज्वाइँ सापीमा। ल यसो बस्नुहोस्, अब हामी पनि एकछिन बसौँ। ल बहिनी धेरै जाति भइसकेको छ। यहाँ अपरेसन गरेर यहाँनिर स्टोनको अपरेसन गरेको। अपरेसन सक्सेसफुल, एकदम अपरेसन सक्सेसफुल भयो। स्टोन चाहिँ यहाँ रहेछ, कति 8-9 जस्तो छ। गट्टामा हालेको छ है, पानी चाहिँ छैन छ। यहाँ देख्न सक्नुहुन्छ स्टोन चाहिँ यहाँ रहेछ, पुरा कालो कालो। 14-15 रहेछ। आम्मा